Hello, welcome to my YouTube channel. आज म यहाँहरूलाई पदमार्ग हुँदै बचपनमा रहेको दिलपा नागीको बारेमा केही भिडियो देखाउँदैछु। यदि भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। नागी उचाइको हिसाबले करिब 33 मिटर उचाइमा रहेको पाइन्छ। त्यसैले हावापानीको हिसाबले लेकाली हावापानी पाउनुका साथै बढी जाडो हुने गर्दछ। वर्षको 12 महिना घुम्न आउने गर्दछन् भने वर्षको 12 खाना र बासको लागि पर्यटकहरूलाई होमस्टे र गुडस्टेको व्यवस्था रहेको पाइन्छ। यस क्षेत्रमा घुम्न आउनुको मुख्य उद्देश्य वातावरणको हिसाबले अत्यन्त सुन्दर सफा खुल्ला मैदान र फाँटहरू रहनुका साथै मानव निर्मित घाँस पोखरी खुल्ला मैदान र फाँटहरू अवलोकन र रहनुका प्राकृतिक सुन्दरता हुन चाहनुका साथै सहरबाट विस्थापित भएका जनावरहरू जस्तै घोडा चौरी याक जस्ता जीव जनावरबाट अनगिन्ती मात्रामा विस्थापित भएका जनावरहरू जस्तै घोडा चौरी याक र भेडाहरू जस्ता जीव जनावरहरू अनगिन्ती मात्रामा दिलपा नागी हेर्न पाउनुका साथै खुल्ला फाँटहरू चौरहरू अनगिन्ती मात्राहरूमा भेडा बाघ पर्यटकहरूलाई विशेष गरी लोभ्याउने याक जस्ता जनावर खुल्ला फाँटहरू गरिदछ भने पर्यटकहरू विशेष गरी अत्यन्त खुल्ला फाँटमा सफा रहेको देख्न रमाउन र सुन्दर सफा र स्वच्छ वातावरण क्षेत्रमा खुल्ला फाँटहरू रहनको लागि रमाउन सक्नुहुन्छ। घुम्ने र रहनका लागि विशेष गरी पर्यटकहरूलाई आउने गर्दछन्। व्यवस्थित र मर्यादित तरिकाबाट राख्नका लागि होमस्टे र गुडस्टे यात्रा सफल बनाउनका लागि केही मात्रामा होमस्टे गुडस्टेहरूको उचित मात्रामा व्यवस्थित र मर्यादित तरिकाले यहाँ खाना आएका पर्यटकको व्यवस्था गरिएको छ। घुम्न र देख्न सक्नुहुन्छ कि दिलपा नागीको केही खुल्ला फाँटहरू यस्ता फाँटहरू यहाँ अनगिन्ती मात्रामा यस क्षेत्रमा खुल्ला फाँटहरू रहनुका साथै हामी देख्न सक्छौँ। होमस्टे र प्राकृतिक पोखरी र वातावरण पोखरी भने अत्यन्त स्वच्छ सफा रहेको छ। पोखरी देख्नुहुन्छ मानव निर्मित पर्यटकहरू घाँस पोखरी यसको विशेषता भनेको आउनका लागि यहाँ डुल्नका लागि घाँस पोखरी र रमाइलो गर्नका लागि बनाएका